यहाँ चाहिँ अब हामी खान्छौँ एकछिनपछि मासु पाकिसकेको छ अर्को भाडा भयो म उयो गर्दिन्थे कस्तो राम्रो अनि अर्को भाडा उ त्यहाँ छ त त्यो चाहिँ अझै उस छ हामी चाहिँ यहाँ अब हन्टेड उसहरू हन्टेड प्यानरमा भिडियोजहरू हेर्ने हो कि अब सर्ट 10-10 मिनट होइन आऊ न बस न तिमी किन गएको पकाउने सुरु हो गएको तर पकाउन ल बसे अब हामी प्यारानर्मल एक्टिभिटिज हेर्ने हो अब हामी है प्यारानर्मल एक्टिभिटिज के रियल भूतवाला ल अब के बाँकी छ गाइस अब लास्ट एउटा डिस बाँकी छ त्यसपछि चाहिँ सक्यो फेरि सोयाबिन छोइला बाँकी छ अनि सक्यो सबै मोबाइलमा बिजी छ हेर्नु न गाइस कति मोबाइल छ होला कति मोबाइल छ होला यहाँ चाहिँ यिनीहरू गराउँदैछ ढङ्ग धेरै भएर 24 सालको भइसक्यो तर नि यस्तो छ गाइस हेर्नु न गाइस करी साहबलाई आउला गाइस यो हाम्रो भेज बिरयानी यो हाम्रो चिकन मासु यो हाम्रो सोयाबिन छोइला यो हाम्रो ससेज र यो हाम्रो रायता चुकाउने भनेको पाल्पाको डिस हो चुकाउने भनेको दही हुन्छ त्यसमा अब सबैजना बसेर हामी खान्छौँ हाम्रो बर्थडे पार्टी खान्छौँ अब हामी भोक त त्यस्तो लागेन भाइ खाएर होला नि ल यो त मलाई नै ल ल अब हामी खान्छौँ परस्तै तिमी राइता राखेर खाऊ त करिस्मा तिमी खाऊ तिमी खाऊ न तिमी खाऊ ल अर्को भ्लगरले राख्छ नि किन के गर्ला भ्लगरले भ्लग मात्र करिस्मा मसेउरा वालीहरूलाई देऊ मसेउरा टन्न ऊ मसेउरा वाली तिमी पनि हो म पनि हो आई लभ मसेउरा आई लभ सोयाबिन भन्छौँ हामीले यसले सोयाबिन मसेउरा इंग्लिशमा सोयाबिन मसेउरा हामीले अर्कैले भन्छौँ सोयाबिन त्यो उसलाई के गुवाबाको बनाउँछ नि त्यसलाई गुवाबा त्यो मसेउरा भन्छौँ यसलाई चाहिँ सोयाबिन भन्छौँ ल गाइस खायौँ है हामी अब कस्तो राम्रो देखेको यसको प्लेट कस्तो राम्रो मासु केले हाल्ने काँटा थियो त गाइस खायौँ है हामी अब सबैलाई खाना सुरु यहाँ दाजु मात्रै किन अड्कियो पिरो पिरो भएको छ यो छोइला बिरयानी गाइस अलिकति भनेको दाजुले अलिकति भनेको कति धेरै यो त के हो यो त सिरेकलाई तन्ना होइन तन्नालाई सिरक हालेको जस्तो भयो यो त खोल यो ल गाइस अब हामी टन्न खायौँ अब हामी चाहिँ सुत्यौँ ल गाइस कस्तो भयो आजको यो अहिले कोप्न बेर्छ राति फेरि निस्केर आजको राम्रो भयो बर्थडे गर्ल राम्ररी मनाइयो अब चाहिँ सुत्न आँटेको हो अनि सुत्न आँटेको यता आधा भइसक्यो निन्द्रा यता कुन डबल ए यो गरिस यो भित्र गरौँ सिरानी यो दाजुले के गर्छ राति यस्तो हेर्नु त गाइस
यो थोरै त्यो हुँदा हुँदै च्याटेको क्या उयो हो कि उयो हो करिसी ओछ्याउने तन्ना हो तिम्रो सिरानी गरौँको जान्छ कि गरौँको नै अग्लोकै पुन्टो जुन भयो नि हुन्छ मलाई दुईटा सिरानी छ एउटा पातलो अर्को चाहिँ सिरानको ठुलो घर हो ल ल ल ल ल गाइस यिनीहरू हे भगवान गाइस हेर्नु यस्तो छ हालत खै कुनै भातमा के खायो यिनीहरूले हामी बुझेको छैन हामी बुझेको छैन यिनीहरू हाँसे हे भगवान गाइस यिनीहरू त मैले नै बुझिन यिनीहरू त हाँसे भयो गाइस हे भगवान के हो करिस तिमी र म त यो तन्ना हो यो तन्ना हो भने यहाँ ओछ्याउनु पर्छ करिस हामीले ल हे भगवान गाइस यिनीहरूले के खायो हाँसे करिस र म यहाँ टुवा भइसक्यो के हो दुइटै होइन र सिरानी तर अलिक सानो रहेछ सिरानी गिलित भइसक्यो सिरानी र तन्ना त सेम लेभलको रहेछ मेरो सिरानी यिनीहरूलाई थाहा छ पातलो छ भनेर अनि तिमीले एउटा डिभाइड गरेछ अनि त्यसमा सोध्दै तिमीलाई सिरानी अलरेडी गोजो त उसलाई हाइट चाहियो के थियो भनेर सोध्दैछ गाइस करिस बुझ्यौ बल्ल बुझ्यो तिमीहरूले ल निन्द्रा उडाइदियो मेरो छाती दुख्यो यार मेरो। अलिकति च्याप्दै साथीहरू अरे सबै च्यातेको दिन्छ ल गाइस जस रमाइलो भयो आजको दिन ल बर्थडेको लास्टमा केही भन्न एन्ड गरिदिनु गुड नाइट कस्तो भयो तिम्रो दिन रमाइलो भयो खुसी भयो हड्डी हाँस्यो ल यसै गरी समाप्त सुरुवात भयो बाई गाइस सी यू इन नेक्स्ट ब्लग आज हाम्रो त्यति नै भयो उसको अनुसार कस्तो सुनेको अनुसार भन्दाखेरि यसको बर्थडे ब्लग ओके गाइस सी यू इन नेक्स्ट भिडियो तबसम्म स्टे ट्युन बाई हाँस्नु होला के भइसक्यो बुझिसक्यो मैले ल बाई गाइस गुड नाइट गुड नाइट तातो पानी खाने हो गुड नाइट म खान्छु तातो पानी त्यसो भए तताइदिन्छु गुड नाइट यो र म मासियो अब साँच्चीकै गुड नाइट बाई फोन